गेम वाइज इट वाज गुड हामीले अब अर्गनाइजिङ पार्टबाट हेर्दाखेरि अझ योभन्दा कति बेटर गर्न सक्छौँ भन्ने हामीले सोच्छौँ यसका दुवै पक्ष छन् हामीले गरेका राम्रा कामहरू र जहाँ इम्प्रुभ गर्न सक्ने भन्ने हामीले सबै कुराको समीक्षा गरेका छौँ ओभरअल टुर्नामेन्ट स्कोर हेर्दाखेरि चाहिँ यो वर्ष चाहिँ राम्रो रह्यो भन्ने लागेको छ पटक चाहिँ अब एमेचर खेलाडीहरूले पनि टाइटल जितेका छन् 3टा टाइटल जितेका छन् हैन कम्पिटिसन वाइज प्लेटफर्म चाहिँ कस्तो रह्यो सबभन्दा धेरै मेहनतै एमेचर खेलाडीहरूले गरिरहेछन् हैन मलाई लाग्छ हाम्रो दुईजना जो रेगुलर पिजिटिआईमा हुनुहुन्छ उहाँहरूले फुल सिजन खेल्नु भएन त्यसकारणले अब उहाँहरू पनि खेलेको भए कतिवटा एमेचरले जित्थ्यो भन्ने कुरा अलिकति क्वेसन मार्क हो तर एमेचरको खेलको स्तर यसो हेर्दाखेरि उनीहरूले पनि राम्रो खेलिरहेछन् उनीहरूको बराबरीमा खेलिरहेछन् त्यसकारणले अब जसले बढी मेहनत गर्छ यो स्पोर्टमा त्यसले नै राइज गर्छ सूर्य नेपालको कन्ट्रिब्युसनको बारेमा अलिकति भनिदिनुस् सूर्य नेपाल गल्फ टुरको नेपालको गल्फको विकासमा नै धेरै नै ठुलो योगदान छ भन्छु सूर्य नेपालले 1993 देखि सुरु गरेको यो गल्फ प्रतियोगिता प्रोफेसनल गल्फ टुर्नामेन्ट आजका दिनसम्म पनि उहाँहरूले निरन्तर रूपमा कन्टिन्युटी दिनुभएको छ यसलाई चाहिँ हामीले एकदम पोजिटिभली लिएका छौँ र यो एकदमै धेरै ग्रोथ नभए पनि एभ्री इयर इट इज ग्रोइङ एट अ पेस त्यसलाई पनि हामीले एकदमै पोजिटिभली लिएका छौँ आशा छ आगामी दिनमा योभन्दा राम्रो होस् खेलाडीहरूले महँगीको कारणले गर्दाखेरि अलिकति खेलाडीहरूको गुनासो छ प्राइज मनी पुगेन भन्ने अलिअलि छ तर उहाँहरूले गरेको योगदान पनि बिर्सिनु हुँदैन किनभने यदि राम्रो स्पोन्सर यस्तो कन्टिन्युटी दिने स्पोन्सर भेटिएन भने 2 वर्ष हुने 2 वर्ष नहुने अथवा फेरि अर्को स्पोन्सर खोज्नुपर्ने अवस्थाहरू पनि आउन सक्छ त्यसकारणले मैले यो कन्टिन्युटीलाई पनि एकदमै ठुलो कुरा मानेको छु अभियसली यसमा ग्रोथ अझ बेटर भयो भने सुनमा सुगन्ध हुन्छ भन्ने लाग्छ अलिकति हामीले टुरलाई दुईटा हिसाबले इम्प्रुभ गर्न सक्यौँ भने अझै राम्रो हुन्छ एउटा चाहिँ जस्तो यो टुर्नामेन्टमा कट चाहिँ 6 ओभरमा भएको थियो एउटा हामीले यसको खेलको स्ट्यान्डर्ड किनभने एट द एन्ड अफ द डे अब एमेचर गल्फरहरूले पनि गल्फ राम्रोसँग बुझ्नुहुन्छ र जो कर्पोरेट स्पोन्सरहरू हुनुहुन्छ उहाँहरूले पनि गल्फलाई स्कोरिङ सबैले बुझ्नुहुन्छ प्रो जस्तो हुनुपर्छ भन्ने एउटा भयो त्यो इम्प्रुभ होस् भन्ने चाहना छ किन पहिला हामी अलिकति नम्बर भन्दाखेरि हामीले अलिकति यो यसको स्तरमा अलिकति कम्प्रोमाइज भयो भन्ने लाग्दछ तर एउटा अब यो स्कोरको चाहिँ इम्प्रुभ हुँदै जाँदाखेरि एउटा राम्रो भयो अर्को चाहिँ हाम्रो स्तर र हाम्रा खेलाडीहरूले इन्टरनेसनल फिल्डमा यो प्रतियोगिताको मेन उद्देश्य के हो भने हाम्रा खेलाडीहरू यहाँ मात्र होइन कि विश्वमा जाउन् र त्यहाँ पर्फर्म गरून् भन्ने हाम्रो उद्देश्य त्यो हो गल्फको विकास त्यहाँ मात्र हुन्छ भन्ने लाग्छ त्यसकारणले हामीले इम्प्रुभ गर्नुपर्ने साइड भनेको बाहिरतिर हाम्रो खेलाडीहरूले गर्ने प्रदर्शन एक दोस्रो यहीँकै प्रतियोगिताहरूलाई पनि हामीले अझ कसरी कम्पिटिटिभ बनाउने र खेलाडीहरूलाई अझै बढी प्र्याक्टिस गर्नको लागि कसरी इन्करेज गर्ने भन्ने कुराहरूमै हाम्रो ध्यान केन्द्रित छ आउने सिजनमा धेरै च्यालेन्जेसहरू छ जस्तो मैले अघि नै पनि अलिकति भनिसकेँ कि प्राइज मनी यही अवस्थामा राखेर टुरलाई अगाडि लान सक्ने अवस्था अलिकति गाह्रै छ किनभने सबै खेलाडीहरूले एउटा मिनिमम अर्निङ इन अ टुर्नामेन्ट किनभने 4 दिनको टुर्नामेन्ट र एउटा प्र्याक्टिस राउन्डै गर्दा पनि 5 दिनको गल्फ खेलेर वाट इज देयर एभरेज अर्निङ भन्ने कुराहरू अलिकति आउँछ त्यसले गर्दाखेरि अलिकति प्राइज मनीलाई सब्स्टेन्शियली बढाएर लान सकियो भने राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ हामी त्यसैमा काम गर्दैछौँ